सम्पूर्णमा नमस्कार। आज म कुनै पनि कार्यक्रममा कसरी कार्यक्रम उद्घोषण गर्ने भनेर एउटा सानो नमुना लिएर आएकी छु। यसलाई सबै हजुरहरूले माया गरिदिनु हुनेछ भन्ने पूर्ण आशा राख्दछु। जसमा के भन्दा जस्तै विद्यालयमा वार्षिक उत्सव कार्यक्रमहरू हुन सक्छन्, पुरस्कार वितरण कार्यक्रमहरू हुन सक्छन्। त्यसमा आफूले कसरी कार्यक्रम उद्घोषण गर्ने त भनेर मैले एउटा सानो नमुना सुरु गर्न चाहन्छु। जसमा के गर्ने भन्दा ब्यानर पढेर त्यहाँ के कति हुन सक्छ भनेर मिति, आजको मिति कहिलेको, त्यो मिति पढेर के गर्ने, पुरस्कार वितरण कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण उपस्थित महानुभावहरूमा यस कार्यक्रम सञ्चालिकाको तर्फबाट र विद्यालयको तर्फबाट एकमुष्ट रूपमा के गर्न चाहन्छु, हार्दिक नमन गर्न चाहन्छु भनेर स्वागत गर्ने। त्यसपछि अब हामी के गर्नुपर्छ भन्दा अब हामी आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउनुपर्छ। आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउनको लागि सर्वप्रथम त हाम्रो के हुन्छ, कुनै पनि कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्नको लागि हामीले एउटा सभाध्यक्षको आवश्यकता पर्छ। सभाध्यक्ष कसलाई बनाउने त भन्दा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष अथवा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नभएमा त्यहाँका सदस्यहरू हुन सक्नुहुन्छ। उहाँलाई के गर्नुपर्छ भन्दा एउटा सभाध्यक्षको आसन ग्रहण गराउनुपर्छ। अनि आसन ग्रहण गराउँदा के भन्ने त भन्दा कुनै पनि कार्यक्रमलाई सभ्य र भव्य रूपमा सम्पन्न गराउनका लागि सभाध्यक्षको अत्यन्त आवश्यक हुने भएकाले आजको यस कार्यक्रममा सभाध्यक्षको आसन ग्रहण गरिदिनु हुनका लागि डटलाई हार्दिक अनुरोध गर्दछु भनेर त्यहाँ जो बस्नुहुन्छ, जसलाई गराउने उहाँको नाम हामीले वाचन गर्नुपर्छ छ। त्यसपछि उहाँको अनुमति, सभाध्यक्षको अनुमति साथ हामीले आसन ग्रहणको कार्यक्रमलाई अगाडि बढाउनुपर्छ। जसमा आजको यस कार्यक्रमलाई सभाध्यक्षको अनुमति लिएर अगाडि बढाउन चाहन्छु भनेर हामीले भन्नुपर्छ। त्यसपछि के गर्नुपर्छ भन्दा आजको यस कार्यक्रममा प्रमुख अतिथि रूपमा को आउनुभएको छ त उहाँहरूका नामहरू पनि वाचन गर्दै प्रत्येकलाई आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु भनेर सुरु गर्ने। अनि गर्दाखेरि आसन ग्रहण गराउँदाखेरि जहिले पनि सिनियर टु जुनियर भनेर आसन ग्रहण गराउनुपर्छ। अब त्यसैमा विशिष्ट अतिथिहरू हुन सक्नुहुन्छ। विशिष्ट अतिथि अब 2-3 जनासम्मलाई हामीले विशिष्ट अतिथिहरू पनि बनाउन सकिन्छ। र अब अन्तिममा त्यहाँ उपस्थित सम्पूर्ण विशिष्ट अतिथिहरू, सभाध्यक्षहरू सबैलाई आसन ग्रहण गराइसकेपछि सबैलाई त अगाडि गएर मञ्चमा आसीन हुनको लागि के हुँदैन, सिट हुँदैन। अनि हामी आयोजक पनि हुन सक्छौँ। आयोजकले त के गर्नुपर्छ भन्दा अन्तिममा त्यहाँ आसन ग्रहण गराउँदा सम्पूर्ण उपस्थित शिक्षकहरू, विद्यार्थी भाइ बहिनीहरू आफ्नो स्थानबाट आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु भनेर सबैले आसन ग्रहण गराउने। त्यसपछि आसन ग्रहण गराइसकेपछि अब हामी के गर्नुपर्छ भन्दा आसन ग्रहण गराइसकेपछि अब आसन ग्रहणको कार्यक्रम त कहिले पनि सकिँदैन। नसकिएपछि हामीले के गर्नुपर्छ भन्दा अब के भन्ने त भन्दा आजको यस कार्यक्रमको आसन ग्रहणलाई यथा स्थानमा राख्दै अब भने म कार्यक्रम अगाडि बढाउन चाहन्छु भनेर सुरु गर्ने भन्दै जाने। अनि फेरि के हुन्छ भन्दा आसन ग्रहण कार्यक्रम त कोही बिचमा आउन सक्नुहुन्छ, कोही अन्तिममासम्म आउन सक्नुहुन्छ, कसैलाई कहाँ कार्यक्रम भ्याउनु पर्ने हुन्छ। त्यस गरिसकेपछि अब हाम्रो कार्यक्रममा ब्याज वितरणको कार्यक्रम हुन्छ। ब्याज वितरण गर्नको लागि त्यहाँ उपस्थित अब हामीले पहिले नै के गर्नुपर्छ, तयारी अवस्थामा राख्नुपर्छ। म्यामहरू, अब सरहरू को छ त भनेर उहाँहरूलाई अगाडि नाम बोलाउने। कसरी बोलाउने भन्दा श्री डटलाई अगाडि खादा र ब्याज वितरण गरिदिनु न हार्दिक अनुरोध गर्दछु भनेर तपाईँहरूको विद्यालयमा त्यहाँ नाम म्यामहरू, सरहरू हुन सक्नुहुन्छ, उहाँहरूलाई बनाउन सकिन्छ। त्यसपछि अब खादा र ब्याज वितरण गरिसकेपछि हामी के गर्नुपर्छ त भन्दा हाम्रो राष्ट्रिय गान, हामीले कुनै पनि कार्यक्रमलाई राम्रोसँग सम्पन्न गर्नको लागि हाम्रो राष्ट्रिय गान बजाउनुपर्छ। जसमा राष्ट्रिय गानमा के भन्दा प्रविधिमा त्यहाँ बस्नुभएको हुन्छ सरलाई त हामीले पहिले जानकारी गराइसकेका हुन्छौँ। अनि यहाँ उपस्थित सम्पूर्ण महानुभावहरूलाई आफ्नो स्थानबाट राष्ट्रिय गानमा सरिक भइदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु भनेर राष्ट्रिय गान बजाउन प्राविधिकमा भएका सरलाई अनुरोध गर्ने। अनि फेरि गरिसकेपछि अब राष्ट्रिय गान बज्छ। अनि राष्ट्रिय गानको कार्यक्रम सकिसकेपछि अब हाम्रो देशमा आफ्नो
ज्यानको अमूल्य आफ्नो ज्यानको आहुति दिई हाम्रो देशलाई बचाउनको लागि र हाम्रो देशको लागि आफ्नो मृत्युवरण गर्न पनि पछि नहट्नुभएका हाम्रो वीर योद्धाहरूलाई सम्झाउनु पर्ने हुन्छ, जसमा 1 मिनट उहाँहरूलाई सम्झाउनु पर्ने हुन्छ। त्यसमा हामीले 1 मिनट मौन धारणको कार्यक्रमलाई अगाडि बढाउनु पर्छ। अब कसरी गर्ने त भन्दा मौन धारणको कार्यक्रम कसरी गर्ने भन्दा हाम्रो देशमा आफ्नो अमूल्य ज्यानको आहुति दिने वीर शहीद प्रति 1 मिनटको मौन धारणमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु भनेर सबैजनालाई 1 मिनट मौन धारणको कार्यक्रममा उपस्थित भइदिन अनुरोध गर्ने। त्यस मौन धारणको कार्यक्रम समाप्त भइसकेपछि के गर्नुपर्छ भन्दा हामीले अब मौन धारणमा सबैलाई के धन्यवाद दिँदै धन्यवाद टक्राउँदै कार्यक्रमलाई अगाडि बढाउने। तपाईँलाई सबै यस मौन धारण कार्यक्रममा सहभागी भइदिनु भएकोमा सबैलाई धन्यवाद भन्दै आफ्नो कार्यक्रम अगाडि बढाउने। अब हामी के गर्नुपर्छ भन्दा अब मौन धारणको कार्यक्रमपछि हामीले के गर्नुपर्छ भन्दा स्वागत मन्तव्य त्यहाँ भएका सम्पूर्ण उपस्थित महानुभावहरूलाई सम्पूर्ण उपस्थित गणहरूलाई स्वागत गर्नु पर्यो नि त। कार्यक्रममा स्वागत गर्नुपर्दा एकजना म्यामलाई स्वागत मन्तव्यको लागि श्री डटलाई आफ्नो स्वागत मन्तव्य राख्न अनुरोध गर्दछु भनेर एउटा म्यामलाई बोलाउने। अनि बोलाइसकेपछि उहाँले अब स्वागत मन्तव्य राखेर जानुहुन्छ। त्यसपछि कार्यक्रमको उद्घाटन गर्नु पर्यो। कार्यक्रमको उद्घाटन गर्नको लागि आजको यस कार्यक्रमलाई समुद्घाटन गरिदिनु हुनको लागि यस कार्यक्रमका प्रमुख अतिथि ज्यूलाई ब्यानर पढेर आफ्नो यस कार्यक्रमलाई समुद्घाटन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु भनेर के गर्ने भन्दा अनुरोध गरिसकेपछि ब्यानर पढेर कार्यक्रम उद्घाटन हुन्छ। भइसकेपछि अब बिचबिचमा हामीले के गर्नुपर्छ भन्दा मन्तव्य राख्नुपर्छ। एकैचोटि मन्तव्य राख्दा पनि कार्यक्रम खल्लो हुनसक्छ। त्यहाँ बसेका सबै महानुभावहरूले खल्लो मान्न सक्नुहुन्छ। त्यसैले मन्तव्य राख्दाखेरि बिचबिचमा मन्तव्य राखिदिने। अनि राखिसकेपछि जसमा हामीले मन्तव्य राख्दाखेरि जुनियर टु सिनियर भनेरबाट स्टार्ट गर्नुपर्छ सधैँ मन्तव्य राख्दाखेरि। अनि मन्तव्यमा बोलाइसकेपछि अब पुरस्कार वितरण कार्यक्रम गर्ने, मन्तव्य बिचबिचमा राख्ने। अनि त्यसै गर्दै अब फेरि के हुन्छ भन्दा अन्त्यमा आफ्नो विद्यालयको आर्थिक प्रतिवेदन पेश गर्नको लागि राख्नको लागि एउटा यस विद्यालयका प्रधानाध्यापक श्री डटलाई हार्दिक अनुरोध गर्दछु भनेर के गर्नुपर्छ बोलाउनुपर्छ। के भन्दा हाम्रो विद्यालयमा के छ, एक वर्षमा के भयो, कस्तो भयो, पैसा कति आयो, के छ, कुन काम गरिएछ भनेर आर्थिक अवस्थाको बारेमा पनि जानकारी गराउनु पर्ने हुन्छ। त्यसैले त्यो आर्थिक अवस्थाको बारेमा आर्थिक प्रतिवेदन पढेर सुनाउनको लागि सधैँ प्रको जिम्मेवारी हुन्छ अनि अनुरोध गर्ने। त्यसपछि प्रमुख अतिथिलाई मन्तव्य राख्न बोलाउने होइन। अन्त्यमा त्यसपछि के गर्नुपर्छ भन्दा अब कार्यक्रम त समापन हुन्छ। समापन भइसकेपछि आजको कार्यक्रमका सभाध्यक्ष श्री डटलाई आफ्नो अमूल्य मन्तव्यसहित यो कार्यक्रमलाई समापन गर्नु हुन हार्दिक अनुरोध गर्दछु भन्दै आफू कार्यक्रम सञ्चालिका पनि के गर्ने हजुरहरूबाट उजेर पर्न चाहन्छु भनेर के त्यो कार्य माइक कसलाई दिने, सभाध्यक्षलाई दिने। अनि कुनै पनि काम सभाध्यक्षले समापन गरिसकेपछि कार्यक्रम समाप्त हुन्छ अनि सबै समाप्त गरिदिने। यसरी हामीले सानो नमुना, मैले एउटा सानो नमुना कार्यक्रम उद्घोषण कसरी गर्ने भनेर एउटा सानो नमुना लिएर आएको छु। सबैले माया गरिदिनु हुनेछ भन्ने पूर्ण आशा राख्दछु। हस्त, नमस्कार, धन्यवाद।